होइन यो कत्रो कत्रो बिल्डिङ हो यो आमामामामामा यो चुच्चो चुच्चो परेको बिल्डिङ छ यो के हो यस्तो यति ठुलो घरको टुप्पामा को बस्छ हौ यस्तो ठुल्ठुलो घरको टुप्पामा मलाई त फेरिमा तेरो घर परिवार सबै लिएर आइज अनि फेरिमा बस भन्दा पनि म त बस्दिनँ यस्तो अग्लो अग्लो घरमा त भरे भुइँचालो आयो भने कहाँ भाग्नु यस्तो ठुल्ठुलो अग्लो घरको टुप्पामा फेरिमा कोठा दिएर राखे पनि म चाहिँ बस्दिनँ भुइँचालो आयो भने कसरी भाग्ने यो घर पनि कस्तो कस्तो बनाएको हेर्नु त है यस्तो चुचो चुचो घर हाम्रो प्रधानमन्त्री बालेन्द्र सरकारज्यू आउनुहोस् डोजर लिएर यो घरलाई भत्काइदिनुहोस् त यस्तो पनि घर हुन्छ यस्तो पनि बिल्डिङ हुन्छ यो कस्तो बिल्डिङ यो चुच्चो हेर्नु त है यस्तो के खालको बिल्डिङहरू बनाएको यो मापदण्डविहीन बिल्डिङ हो कि के हो डोजर लिएर आउनु त आमामामामा यो के चाहिँ हो हौ फेरि यस्तो सुक्खा ठाउँमा यस्तो रुख चाहिँ के गरी आयो म त के गर्नु हौ यो के देख्नु पर्छ हौ मैले आमामामामा यो के हो यो यस्तो यो के राखेको यो कसरी यो के गरेको होला यो उफ यो रुप्पी पनि यति बेला आउँछ फेरि रुप्पी कुदेको देख्दा पनि मलाई पनि एकदम कुद्नु मन लाग्छ भनेको यो किन यत्रो ढुवाङ राखेको हो यो के गरेको यो के चाहिँ बनाएको होला यो म त छक्क पर्छु म त यसरी एक्लै राखेको होला यस्तो एक्लै राखेको होला यो साइकल यति बेला उस्तै भाइ चोरेर कुदाएर लान्छ त यसलाई त लान्छ त मान्छेले चोरेर यसलाई त नि किन यसरी राखेको होला म त अचम्म परिसक्यो हौ यो के खालको यो बाटो यो कस्तो खालको चाहिँ यो के देख्नु पर्छ हौ मैले त घर त्यस्तै छ यो के खालको बिल्डिङ यो के खालको बिल्डिङ हो यो त म बुढो मान्छेलाई हेर्नै सकिनँ हौ के त खालको बनाएको यो विकास पनि कति राम्रो बनाएको यो कसरी चाहिँ यस्तो बनायो पानी नै छैन पाइ पनि यो कसरी चाहिँ यति राम्रो बनायो होला यो आमामामामामा यो के हो फेरि यो हेर ढुङ्गा हो कि यो घर हो यो के हो यो यत्रोमा त के गर्नु मलाई त दिक्क लागिसक्यो यो घर हो कि ढुङ्गा हो यो हेर्नु त के हो यो कस्तो म त छक्क पर्छ यो खजुरको बोट रहेछ फेरि के चाहिँ रहेछ हौ यो त म त के को रुख हो यो के अचम्म हो यो आमामामामामामामा यो बिल्डिङ कस्तो खालको रहेछ यो के खालको बिल्डिङ हो यो अचम्म लाग्छ हौ मलाई त कहिले नदेखेको म बुढो मान्छे यस्तो बिल्डिङ हेर्नु त आमामामामामा यो के हो फेरि यो सेतो यो के हो यो के हो यो भरे के देख्नु पर्छ यो के हो यो हो छक्क परे म त के गर्ने होला यो हेर्नु त है आमामामामामामा यो के हो यस्तो यो कस्तो रहेछ यो समुद्र छ फेरि यतै यो के हो म त छक्क पर्छ हौ म बुढो मान्छे के गर्ने होला यो देखेर म त छक्क परिसकेँ म त केहरू हो यो केहरू यिनीहरू यो कति ठुलो बिल्डिङ को बस्छ यति ठुलो घरमा म त पैसा दिन्छु भन्दा पनि बस्दिनँ म त भुइँचालो आयो भने कहिले उत्रिनु